चाहिँ हिजो आएर गलेश्वर भन्ने ठाउँमा बसेको। आज चाहिँ त्यही गलेश्वर मन्दिर जानु लाग्यो। अब चाहिँ हिजो चाहिँ बनाउनु सकेन, एकदम थाकेर आउने बित्तिकै सुत्यौँ खानासाना खाएर, त्यही भएर हिजो भिडियो बनाएन। आज फेरि कन्टिन्यू गर्दैछु हिजोको बाटो है। यो चाहिँ एउटा भिडियो चाहिँ धेरै लामो आउँछ। अयो ल अब चाहिँ हामी यहाँ होटेलमा बसेको थियौँ है। यो होटेलमा बसेको थियौँ। यहाँको भ्यूहरू चाहिँ यस्तो छ मजाले। अब हामी चाहिँ हिँडेको चिया खाना हिँडेको। हामी चाहिँ यहाँ गलेश्वर मन्दिरमा आइसक्यौँ। यो सँगै खिच्छ होइन ल्याउनु त हजुर हात पनि यस्तो। हामी चाहिँ यहाँ पूजा गर्न आएको, यस्तो दर्शन गरेर घरतिर जाने अब चाहिँ होइन। हामी चाहिँ कहाँ आएको अरे मन्दिर गरे यो ब्लग भाइ। ल भन्नु कि छिटो भन्नु। गलेश्वर हामी चाहिँ गलेश्वर मन्दिरको दर्शन गर्न आएको है साथी हो। अब हामी यहाँ दर्शन गरिकन भगवान्सँग के मागिकन गाउँतिर जाने घर जाने। के माग्ने भन्छन् गरे आशीर्वाद भन्छन् होइन। ल जाऊँ ल। हामी चाहिँ जानु म त टिकटक बनाउँछु। मन्दिरभित्र यसो दर्शन गरेर गइहाल्ने हो। टाइम छैन धेरै चाहिँ, उतातिर पनि जानु छ। यो भ्लग चाहिँ मेरो एकदमै लामो भएछ हिजोदेखिकोबाट आजसम्म। त्यो अर्को दिनको भ्लग है यो चाहिँ। यो चाहिँ अर्को दिनको भ्लग हो मेरो। अब चाहिँ हामी आइसक्यौँ मन्दिरमा। अब चाहिँ पूजा गर्छु। भित्र चाहिँ भिडियो बनाउनु पाइन्न होला, त्यही भएर म चाहिँ अहिले बन्द गर्छु। अहिले बाहिर निस्केपछि भ्लग सुरु गर्छु। हामी चाहिँ यहाँ गलेश्वर मन्दिर दर्शन गरेर निस्केको। यो चाहिँ मन्दिर हो यहाँ। यस्तो छ रमाइलो देखिन्छ किन भिडियोमा। कस्तो गर्मी भएको भाइ नि। गलेश्वर मन्दिर भिडियो भइरहेको छ। हाम्रो सरस्वतीजीले गरिरहनु भएको छ। राम्रो देखिन्छ टाढाबाट। हाम्रो कपडा रुममा पाइन्न के अरे होइन। यस्तो भन्नुभयो के चाहिए युज गर्नु नभए फर्काइदिनु भन्नुभएको के पर्दैन। लुगा लैदिनु के लुगा लग्यो भने खुस हुन्छ। यस्तो भिरको बाटो झर्ने हो र नडुबम भनेर टाइम छैन। धेरै बेर नबुली यति पानी खाएर आउने भनेर आएको। हामी चाहिँ तातो पानी होइन, तातो पानी कुण्डा पाइप लाउन पायो भन्ने भएको मलाई। तातो पानी कुण्डामा आइसके। आछ है मेरोमा त आछ है। मेरो चाहिँ भिडियोमा आउँछ। मान्छेमा बोल्थ्यो भयो उताको देखिन्छ। ल ससोतला हो यहाँ कति खिच्नुहुन्छ पानी कुण्डामा। यस्तो छ मजाको छ। हेर्नु त मिल्ने कि नमिल्ने फेरि खिचिदिउँ। पहिला त यता मात्रै थिए डुब्ने होइन र। पहिला यता हो भएको र ए उस भयो। हामी यताबाट छिरेछौँ कि हामी त उताबाट होइन आउने त। ठिक 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 ए हामी यताबाट आएको भएर कता आए जस्तो लाग्यो। यो पानी अटोमेटिकै तातो होला है।
यो पानी आफ्नै आफै तातो खोकीलाई हुन्छ एलर्जीहरू आउनुलाई पनि हुन्छ यहाँ छ अनि त्यहाँ दुईटा छ अनि अहिले नयाँ बनाएको अलिक माथि पनि छ माथि त सञ्चालन छैन त्यही तातो हुन्छ सुरुमा ल हामी चाहिँ तातो पानी देखेको छ यसमा कस्तो देखियोस् यो चाहिँ तातो पानी कुण्ड बेनीचार म्याग्दी हो यो चाहिँ तातो पानी म्याग्दी सिंगा चाहिँ मजाको छ यहाँ फोटो खिच्दै हुनुहुन्छ यता चाहिँ यस्तो छ क्या यहाँ चाहिँ रोगहरू मतलब त्यो एलर्जी यस्ता यस्तै आउनेहरूलाई चाहिँ सन्चो पनि हुन्छ अरे यहाँ चाहिँ नुहाउन आयो भने आएर एक हप्ता चाहिँ यहाँ बस्नुपर्छ गरे अनि चाहिँ ठिक पनि हुन्छ मोटोपना पनि जान्छ गरे भन्ने मान्नु हुँदो रहेछ यहाँ चाहिँ खोला कत्रो आवाज गरे होला मेरो आवाज पनि सानो आयो होला यहाँ चाहिँ हावा चाहिँ मस्त लाग्छ त्यस्तो रहेछ ठाउँ पनि यस्तो छ है यहाँ चाहिँ यस्तो छ यो पानी चाहिँ तातो छ है मैले छोएर चेक गरेको सबै छ राम्रो रहेछ यहाँ चाहिँ ल कस्तो तातो छ पानी झन् तातै हुने छ पानी हामी चाहिँ हिँडेको अब यहाँबाट अब बागलुङ कालिकामा भेट्छौँ हामी यहाँ न जानुहुन्छ जानु ल्याउनु त्यसमा हामी चाहिँ यो शालिग्राम हो कि सालग्राम हो कि शालिग्राम हो र ल त्यही आएको है यो चाहिँ थोरै है ओ यस्तो वाउ देख्यो पछि हावा लाग्यो मस्त यस्तो हो यस्तो छ है यहाँ ओ आच्छो आयो छिटो हिँड्नु यो त कति तातो छ आयो हजुरलाई कस्तो लाग्यो भन्नु त ए कपाल हेर न कस्तो यस्तो छ है यस्तो रहेछ कि ल हेर्नु ल छोड्नु 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 छिटो छिटो गर्नु ल यो चाहिँ यस्तो यस्तो रहेछ कि कतिचोटि खस्यो यो सरस्वतीले छिटो गर्नु अझै ढिलो हुन्छ फुट यहाँ चाहिँ यस्तो छ है कस्तो राम्रो भयो यता चाहिँ क्यामेराम्यानहरू यहाँ त छोड्नै मन नलाग्यो कहाँ जाँदै रहेछ भन्ने कुरो यहाँ रहेछ
ए पुरै नेपालको बक्स हो क्या नारायणघाट बजार गरे नारायणघाट आयो बिनाई खोला चाहिँ त्यसपछि ल अब हामी चाहिँ गएको है यहाँबाट धेरै बेर बस्न मन थियो फेरि हेर्नु हामीसँग टाइम छैन होइन बाँकी छ अनि त्यही भएर टाइम नभएर एकैछिन मात्र बसेको 15 मिनट 20 मिनट बस्यौँ मन्दिरतिर आउँदा त मनै शान्त आनन्द यस्तो यो लहर किनेछ भाइ अबे यस्तो हावा लाग्ने है बिचमा जाँदा डर लाग्छ होला है हु 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 हेलो होइन वेलकम टु गोल्डन गण्डकी गोल्डन ब्रिज हजुरहरूलाई स्वागत गरे सोनिङ झुला यो बागलुङ र पर्वत जोडिनेवाला हो जोडिने हामी झलुङ पुलमा आइरहेको छौँ यो चाहिँ यस्तो माइ गड यहाँ हो क्या कालिकामा आएको बल्ल दिनभरि आएर थाक्यो अझ यहाँ आएँ मलाई देखाउनु ए ल हजुरलाई देखाउँछु कति राम्रै हुनुहुन्छ पूजा खान जानु पऱ्यो पहिला भोक लाग्छ अरे मन्दिर जाँदा पनि बाँच्नुपर्छ ल भेट्नु भयो बागलुङको सिरमले मकै यो कसरी यो चाहिँ सिल्किनु ल यस्तो देखाउनु म भयो ल देखाउनु यो चाहिँ टिमुर यहाँको फेमस गाउँको लोकल यो चाहिँ पिठो एकदम गाउँको लोकल यो चाहिँ मकैको आटो एकदम गाउँको लोकल यो चाहिँ टिमुरको अचार मतलब छोप छोप अब सबभन्दा ठुलो कुरो यहाँ यो के हो यहाँको प्रचार भइरहेको ल चाहिँ गाउँको लोकल मकै अति मिठो हुन्छ यो मकै हेर्नु प्रचार गऱ्यो भने डिस्काउन्ट हुन्छ कि ल देखाउनु यता देखाउनु न गुन्द्रुक ल गुन्द्रुक पनि पाउँछ यता चाहिँ प्याकेटमा ल देखाउनु यो गुन्द्रुकको झोल खाऊ सर्टले प्याकेट दिदी बहिनी यसलाई 250 छ मिक्स उस भन्ने छैन यता हुन्छ न त्यो म यो मकै मिठो हुन्छ ए अघि भन्नु थियो नि देखाउनु भएन न हामी चाहिँ आज बागलुङ कालिका मन्दिर आएका छौँ अब यहाँ यसो दर्शन गरेर अनि खाना खाएर घर जान्छौँ यो ल हामी चाहिँ आएको है बागलुङ कालिका हेलो बागलुङ कालिका दर्शन जाँदैछौँ है कस्तो मन्दिर चाहिँ पिसफुल एकदम शान्त ठाउँमा भाइ होइन कस्तो हो न शान्त ठाउँमा मन्दिर होइन के यहीँ बसिरहेको जस्तो भन्नु हामीले भन्छ नि मन्दिर आनन्द ठाउँ आनन्द नाचगान रमाइलो त्यो साँच्चै रेली हो खै हो मलाई लाग्छ माने रमाइलो हो अनि मनमा शान्ति भए रमाइलो हो मनमा मनभित्र अगर मनमा शान्ति छ
घर परिवार इष्टमित्र सबै सब ठिक छन् खुसी छ मन भनी के हुन्छ त भन्दा जहाँ पनि रमाइलो एक्लै पनि रमाइलो एक्लै पनि रमाइलो लाग्छ कि त्यस्तो सबै कुरा सन्तुष्टि भएपछि मन दुखी छ त चाहे मन्दिर जाऊ चाहे व्रत गर तिमीले चाहे तिमी तपस्या गर चाहे जेसुकै गर मन शान्ति छैन त केही छैन तिमी खुसी हुन तिम्रो मन खुस त सब कुछ ठीक मन खुस छैन त केही ठीक छैन हो नि भाइ ल सबैले सुन्नु भयो होला है थ्याङ्क यू थ्याङ्क यू उल्टा भयो उता जानु हजुर उताबाट बनाएको जान्छ ल दायाँ साइडको बजाउन पर्छ गरे है गाइज ल हामी चाहिँ आइसक्यौँ है बागलुङ कालिका ल यो चाहिँ एकदमै है बागलुङ कालिकामा हामी प्रवेश भइसकेका छौँ यो चाहिँ एकदमै बागलुङको फेमस मन्दिर चाहिँ यस्तो छ पिस बागलुङ कालिका दर्शन गर्न आएको है दर्शन गर्दैछु यता चाहिँ पाइन्छ भन्नुभयो कस्तो राम्रो त्यही भएर मैले चाहिँ हल्का भिडियो गरेको है यता चाहिँ है अब यहाँबाट चाहिँ भिडियो बनाउँदा टिकटक बनाउँदा ब्लगै बनाउनु घन्टै अब चाहिँ हिँडेको भोक लागेको कस्तो भयो के गर्नु त कोही पनि नभएपछि हामी तिनमुखे पुलमा आएको के हो अरे भन्नु त यो हामी चाहिँ यहाँ के अरे तिनमुखे पुल होइन तिनवटा जिल्ला जोडिने पुल हो यो जान चाहिँ कति थाहा छ त्यही भएर थोरै यादको लागि बनाएको मेनको नाम त अगाडि आउनु भयो यस्तो छ यहाँ चाहिँ अन्त सबैजनाले देख्नु भएर देख्न त हामीले होला नदेखेको त नदेखे भए देख्न आउनु होला रेडीमा छौँ हामी अहिले बाढी आउँछ होला बाढी आउँछ होला कति माथि माथि ए कतिवटा खोलाहरू मिल्ने रहेछ हेर्नु त उताको के हो हाई हामी रेडी यहाँ तिनवटा जिल्ला जोडिने पुलमा छौँ है भयो ए ल यस्तरी गर्दा त अलि ब्राइटनेस गऱ्यो भने देखिन्थ्यो होला सायद भिडियोमा त देखेछ के अरे होइन जिल्ला जोडिने पुल यता पाल्पा यता पाल्पा यता गुल्मी यता स्याङ्जा उताको साइड ल पाल्पा जाँदैछौँ है
हेलो साथीहरू, मैले हिजोको ब्लग चाहिँ घर आएर इन गरेको छैन। साँझ थाकेर आएको थिएँ, त्यही भएर सुतेछु। त्यही भएर आज फेरि बिहान ब्लग अपलोड गर्नु पर्ला भनेर चाहिँ मैले चाहिँ यहाँ ब्लग इन गर्न जाँदैछु। सबैजनाले मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज। न्यू भिडियो केही हेर्नु मन छ भने प्लिज कमेन्टमा मलाई भनिदिनु होला। म फेरि पनि न्यू भिडियोको साथमा आउनेछु भन्दै आजको ब्लग चाहिँ म एन्ड गर्न चाहन्छु। थ्याङ्क यू, सी यू नेक्स्ट ब्लग, बाई बाई।